सिम्बुलीतिर हेलो गाइज, आजको दिन चाहिँ म एकदम स्पेसल होइन सुँगुरको मासु विदेशमा भएर सुँगुरको मासु एकदम याद आयो क्या। सो आज का दिन में सुँगुर का मासु पकाने जा रहा हूँ। वाओ, कस्तो दामी दिएको पेन होइन सुँगुरको मासुमा पल्केर लिम्बुनीतिर ढल्केर सिम्बुलीतिर खोप्ला क्या। ओ माई गॉड, यता पाक्दैछ यतातिर नुडल्स। ओ स्पेसल तरिकाले सुँगुरको मासु तपाईँले देख्दै हुनुहुन्छ है। सुँगुरको मासु, ओ माई गॉड, सुँगुरको मासुमा पल्केर वाउ, परदेशी जिन्दगी यस्तै हो है। मसला स्पेसल है जे साथीहरू, मसला स्पेसल, घरेलु, एकदम घरेलु प्रोडक्ट तपाईँले देख्न सक्नुहुन्छ है। घरेलु वाउ है। विदेशको जिन्दगी चाहिँ यस्तो यसरी पकाएर खानुपर्ने हुन्छ है साथीहरू। यो चाहिँ हाम्रो एकदम किचन हो है। देख्न सक्नुहुन्छ तपाईँहरूले, देख्न सक्नुहुन्छ। र तपाईँहरूले चाहिँ एकदम परदेशमा चाहिँ आफै खाना पकाएर आफै खाना पकाउनु पर्ने हुन्छ है साथीहरू। फेरि आफै खाना पकाएर 16-17 घन्टा ड्युटी गरेर आफै खाना पकाएर खानुपर्ने हुन्छ है। यो कुरा चाहिँ तपाईँ विदेश आउनुभन्दा अगाडि चाहिँ यो एकदम माइन्डमा सेट गरेर आउनुहोस् है तपाईँहरू, बुझ्नुभयो। फाइनली गाइस सक्यो ल। अब कुकिङ चाहिँ अब भात सात सक्यो, पकाएर सक्यो होइन। अब चाहिँ टक्क खाने ल। ल गाइजहरू है, अब सुँगुरको मासु र चाउमिन खाइयो ल। सुँगुरको मासु र चाउमिन खाली हालौँ भाउ मैले हेर्नु। तपाईँलाई धेरै हालिदिएको छैन नि यो कागती। मलाई त चाउमिन पनि धेरै भाइ यार। भाइले खान्छ त्यसो, भाइकोमा कम पऱ्यो। म त थोरै खान्छु यार। म त कहाँ यहाँ धेरै छ अनि अलि यत्रो खाएर भयो, भात नखानु। मलाई चाहिँ यहाँ धेरै छ राजा। ठुलो बुट्कामा टुटुलाई सानो बुट्कामा थोरै भयो। धेरै मासु हालिन्छ राजाले फेरि यहाँ। हालिदिनु। प्याज छ खाली छ त भाइ। मिठो है, मिठो। म त्यही भएर यता आएको।
एकदम हेर्ने साथीहरूले एकदम लाइक सेयर सब्सक्राइब हानिदिनुहोस् है। एकदम मिठो तरिकाले खाइयो है। परदेशी जिन्दगी यस्तै छ, पकाउने खाने 16-17 घन्टा ड्युटी गर्ने यस्तै छ है।